दुःखै दुःख भए पनि हाँसी हाँसी जिउला साथैमा को म हजुर रेखा दिन्छु मलाई आज एकदम खुसी लागेको छ मलाई उहाँको बारेमा थोरै केही बोल्न मन लाग्यो मैले चाहिँ एकदम सानैदेखि फलो गर्ने मान्छे हो उहाँ चाहिँ एकदम म चाहिँ प्राय फिल्म छैन होला मैले छुटाएको उहाँको चाहिँ पुरानो मुभीहरू पनि जस्तै हिरो किस्मत हिम्मत देवर बाबु लवकुश टाइपको मुभीहरू चाहिँ मैले कुनै पनि छुटाएको छैन प्राय जस्तो सबै फलो गरेको छु अनि आज म चाहिँ उहाँको लागि धड्कन फिल्मको गीत सानो टुक्का धड्कन फिल्मको गीत मेरो धड्कनमा बस्न सफल नायिकाको लागि धड्कन फिल्मको गीत ई माइनर सुनकै चुरा नसके नि चाँदी बाला दिउला हातैमा दिजु प्लिज हजुर पनि हाँसी हाँसी जिउला साथैमा हो मायालु हे मायालु 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 हामी घर काटो मायालु मायालु हामी घर काटो रानी महल भन्दी नमतिए तिमीलाई मनको दरबार आकाशकै छानो पनि तिमी भए चल्छ घरबार सुखै सुख भन्दी नम रुन दिन तिमीलाई चाहे रुवा तारा टाढा हुन दिन तिमीलाई सुनकै चुरा नसके नि चाँदी बाला दिउला हातैमा दुःखै दुःख परे पनि हाँसी हाँसी जिउला साथैमा हो मायालु हे मायालु 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 हामी घर काटो थ्याङ्क यू सो मच ओके लास्ट विक प्रोसेसलाई मैले सुनेको थिएँ प्रोसेस यदि यहाँ स्टेजमा कसैलाई लिएर आउने मौका पाउनु भयो भने कसलाई चाहिँ यहाँ लिएर आउन चाहनुहुन्छ भन्दा उहाँले रेखा थापा भन्नुभएको थियो र आज सबैको लागि यो सरप्राइज पनि थियो प्रोसेस रेखाजीको लागि यो बुके थ्याङ्क यू सो मच मैले चाहिँ आज चाहिँ म सायद रातभरि सुत्दिनँ पनि होला मलाई चाहिँ त्यति खुसी लागेको छ आज ओके बाबु भनेर एकै वचनमा आइदिन्छु यति सरल व्यक्ति यति डाउन टु अर्थ मान्छे उहाँको लागि एकचोटि लेट्स चियर अप फर रेखा थापा एभ्रीवन सो थ्याङ्क यू भेरी मच रेखाजी अब प्रोसेस अहिले टप 5 मा छ टप 5 मा हुनुहुन्छ म चाहिँ प्रोसेसलाई टप 1 मा देख्न चाहन्छु र प्रोसेसलाई जन्म दिने बुवा आमा कता हुनुहुन्छ तपाईहरुलाई एकदमै यति राम्रो मान्छे यति प्रतिभावान मान्छेलाई जन्म दिनु भएको छ र हाम्रो देशलाई यति राम्रो स्वर दिनु भएको छ हैन त्यसको लागि तपाईहरुलाई धेरै धेरै बधाई छ प्रोसेस एकदम सिंगिङमा मात्र होइन मैले यसो बुझ्दाखेरि अरू कुरामा पनि एकदमै ट्यालेन्ट छ मल्टी ट्यालेन्टेड छ र
यही स्टेजमा ऊ हुन त सबै प्रतियोगीहरूलाई मेरो धेरै धेरै शुभकामना। सबै प्रतियोगी हाम्रो लागि उत्तिकै उत्कृष्ट हुन्छन्, त्यसमध्येमा पनि अझ उत्कृष्ट भएर चाहिँ प्रवेश आएको खण्डमा सबैलाई खुसी नै हुन्छ होला। यसो भनिरहँदा अरू प्रतियोगी फेरि रेखा दिदी कस्तो रहेछ आएर त्यसो नसोचिदिनु होला। मेरो चाहिँ भित्र हृदयबाट प्रोसेसलाई धेरै धेरै शुभकामना र एकदमै राम्रो स्वरको धनी हुनुहुन्छ। राजु लामाको एकदम ठुलो फ्यान हो। थ्याङ्क यू हजुरलाई, धन्यवाद धन्यवाद। थ्याङ्क यू। हामी चाहिँ त्यो मिस खुसीमा भाग लिँदाखेरि हाम्रो सबै प्रतियोगी केटीहरू चाहिँ राजु लामाको भयङ्कर ठुलो फ्यान थियौँ कि अहिले पनि छ। अनि एकदम डिस्कस हुन्थ्यो, हाम्रो झगडा हुन्थ्यो, होइन मैले मन पराएको नि मन पराउनु पाउँदैन टाइपको हुन्थ्यो। अनि अब केन्द्रीको त कुरै नगरौँ होइन। अघि त्यहाँ प्रोसेसले सानैदेखि तपाईँलाई फलो गरेको भन्दै गर्दा वास्तवमा म पनि त्यति धेरै बुढो मान्छे होइन, सानै मान्छे हो। हजुरलाई धेरै सानोदेखि हामी फलो गर्थ्यौँ र तपाईँको पोस्टरदेखि लिएर सिनेमादेखि लिएर धेरै ठुल्ठुला पोस्टरहरूमा देखेको आज प्रत्यक्ष हजुरलाई दर्शन पाउँदा एकदमै खुसी लागेको छ। वास्तवमा भने पनि म पनि धेरैभन्दा धेरै ठुलो तपाईँको कान हो। म हजुरलाई दिदी नै भन्छु, दिदी भनेर सम्मान एकदमै फेमस, एकदमै राम्रो गीत सङ्गीत अत्यन्तै हिट भइरहेको। म भेट्छु है, यता यता आऊ न। मेलिना अब उसको स्वरको त के कुरा गर्ने होइन, अलरेडी स्टाब्लिस एकदमै राम्री हिरोइन हुनुपर्ने, छिटेर गाइरहनु र हाम्रो दाई होइन लेजेन्ड एकदम। अब दाईको बारेमा त मैले तारिफ गर्नलाई पनि शब्द नै हुँदैन होला। दाई आइ एम सो ह्याप्पी तपाईँलाई आज यहाँ देख्न पाएँ मैले दाई। तपाईँहरूको कारणले प्रवेशहरू जन्मिरहेका छन्। तपाईँहरूलाई धेरै धेरै शुभकामना अनि बधाई छ। प्रोसेस अब यति धेरै तारिफ गरिसकेपछि केही एउटा ट्यालेन्ट त देखाउनै पर्यो होइन? हजुर सर, हजुर सर। ओके, राजेश दाईकै जाओस् न त होइन त। को होस् त? मान्छे हुँ मान्छे, तर तँ जस्तो असुरको लागि शङ्कर हुँ, नरपिचासको लागि नरसिंह, र तँ जस्तो रक्तबीजको लागि नरदेवी उग्रचण्डी भद्रकालीको छोरा मान्छे शङ्कर हुँ, शङ्कर।